यो चाहिँ झापा चाराली होइन। यहाँबाट चाहिँ हामी धरान अनि उता के भन्छ यो इलाम जाने चोक हो। यसो चारालीको चोक यहाँबाट चाहिँ हामी इलाम तर्फ जाँदैछौँ। बाटोमा यस्तो भयो आखिर ल भयो त अब ट्याक्क लाएर हस्पिटल आयो। आउँदा आउँदा बाटोमा भागीरथा नेउपाने बुद्ध शान्ति अस्पताल भन्नेमा आयो। चट्ट लाग्यो यस्तो छ त ल। इलाम हिँडेको मान्छे कहाँ आयो। अब यो त ठ्याक्कै दार्जिलिङ स्टाइलको लाग्दो रहेछ त हौ। यो इलाम जाने बाटोमा छौँ हामी फिकलमा है। यो फिकल भन्ने ठाउँ जे होस् तराईको पनि भाइबहरू आउने अनि फेरि पहाडी एरियामा चिसो हावाले सुरु है। जे होस् त्यो त साह्रो रमाइलो पो लाग्यो त मलाई यो फिकल भन्ने ठाउँको हेर्नु चारैतिर वनहरू छ। मान्छेहरू शान्तै छ मिलिरहनु भएको छ। यो केसको यो सबै सुपारीको रुखहरू होइन। अनि साथमा म कति रमाइलो छ ठाउँ। त्यसमा फिकल भन्ने ठाउँ चाहिँ मन पर्यो। कोही यदि इलाम धेरै पछि आउनु भएको छ म जस्तै हो भने मेरो घुम्नको लागि बाटो नै तपाईँहरूले इलाम जाने बाटो यो फिकललाई चाहिँ दृश्य अवलोकन गर्न सक्नुहुन्छ है त। पारिलो मौसम त्यहीमाथि मध्याहको घाम कति मजा छ होइन। जाडो महिना सुरु हुँदै गरम महिना बिस्तारै बिदाइ गर्दै हामी यो साह्रै आनन्दको रहेछ हौ। त्यो मजाको गाडी जस मान्छेहरू ठाउँ रमाइलो मजाको हिँड्दाखेरि नै। अनि फेरि यो सुजुकी क्रुजर बाइक पनि उस्तै मजाको चलाउनु मजाले सकिने। हेर्नुहोस् त कस्तो आनन्दको देख्ने ठाउँ शान्त सफा। हामीले यो विराटनगर अनि हाम्रो यो झापाको कोलाल बस्तीलाई छिचल्दै इलामतर्फ जाँदै गर्दाखेरि साह्रै बुद्ध शान्ति भन्ने रहेछ यो ठाउँलाई चाहिँ। फिकल बुद्ध शान्ति भन्ने ठाउँमा साह्रै मजाको चाहिँ दृश्य अवलोकन गर्ने मौका पनि पाइयो र क्यामेरामा कैद गर्ने अवसर पनि मिल्यो ठ्याक्क ल। है त म माथि पनि के कस्तो छ टाइममा देखाउँछु नै। यति भन्दै अहिलेलाई चाहिँ यो फिकलबाट हामी चकेबाट जाँदै गर्दाखेरि बाटोमा रमणीय दृश्यहरू कैद गर्ने अवसर मिल्यो है। ठाउँ प्रकृति अनि यो मौसम पनि साह्रो मिजासिलो छ आजको। कस्तो मजाले खुलेको छ दिनहरू ल। मजाको ठाउँ है त चट्ट लाएर हेर्न पनि रमाइलो चौतर्फी दृश्यहरू मजाको ठाउँहरू छ है ल। वेलकम टु कन्याम थकाली भन्दै हुन्छ। रमाइलो छ ठाउँ। जस हामीलाई पनि नयाँ मान्छे भइकन पनि नयाँ जस्तो फिल नहुने होइन। हेर्न रमाइलो लाग्ने खालको रहेछ ठाउँहरू ल। कति छ यति सुन्दर शान्त भने मेरै देश छ ल। हेर्नुहोस् अहिले हामी कन्यामतर्फ अगाडि बढिरहेछौँ। रमाइलो दृश्यहरू चारैतिर च्याट्टा लाएर हामी साथमा कम्ता आनन्द छैन। पारिलो घाम चारैतिर चिया बगान एक्लो जिन्दगी रमाइलो यो छ है एउटा। देश ठाउँ परिवेश समयअनुसार मिलाएर चाहिँ घुम्न निक्लिनुपर्छ है। हेर्नुहोस् कस्तो मजाको ठाउँहरू छ मजाले घुम्न मिल्ने ठाउँहरू हेर्दैमा आनन्द आउँछ नि होइन। र तपाईँहरू सोच्दै हुनुहुन्छ यो कहाँ हो भनेर तपाईँ पक्कै गेस गरिसक्नु भएको छ। तपाईँहरूले जसले गेस गर्नुभयो कन्याम भनेर तपाईँहरू सही हुनुहुन्छ ल। हेर्नुहोस् यो कन्याम हो। कन्यामको चिया बगान हाइवेमा हामी यसो घुम्दै है चट्टा लाएर उता कन्याम लेखेको पनि रहेछ। त्यहाँ गएर चाहिँ फोटो खिच्नुपर्छ। त्यसको
पछाडि चाहिँ हामी अगाडि बढ्नुपर्छ इलामको ए on the way to Pasupatinagar, India Nepal border. पशुपतिनगर एरिया त्यसको छेउमा पशुपतिनगर इलामको हाम्रो बोर्डरको छेउमा छ त हामी हाम्रो लगभग 2 किलोमिटर ओभर चाहिँ होला होइन बोर्डर यो चाहिँ हाम्रो पशुपतिनगर बोर्डर एरिया भयो भने अगाडि इन्डियन पुलिसको बिट छ एउटा भने हाम्रो यहाँ चाहिँ छ यताबाट चाहिँ इन्डिया पारी भने वारी चाहिँ नेपाल छ है त ल यस्तो छ हाम्रो यहाँ पिएसओ को बिल्डिङ छ ल है त एरिया यस्तो छ साइड यस्तो छ यता यो हाम्रो बोर्डर दाइ मस्ती छु बोर्डर साइड यस्तो छ है त बोर्डर हाम्रो बोर्डर भयो नि उता इन्डिया हो भने यता चाहिँ नेपाल हो है त यस्तो छ यो चाहिँ हाम्रो पशुपतिनगर एरिया
ल नेपाल इन्डिया लु हाम्रो यो पछाडि देखिरहेको ठाउँहरू चाहिँ इन्डिया नेपाल बोर्डर भइहाल्यो पशुपतिनगरको होइन र अगाडि चाहिँ हामी इलामतिर जाने बाटो पर्छ पश्चिमबङ्ग बोर्डर कस्तो रहेछ हेरेर आउन त हाम्रो जरा झाइयो ब्याक टु इलाम कहाँबाट ल्याउनु भएको यो त्यता सबै चिया बगान मात्रै हो नि त नि ए हो त्यो किन टिप्नु भएको यो घर लैजान कि बेच्नलाई ए घर लाग्नुलाई कस्तो राम्रो रहेछ नि होइन हजुर ठिक छ म दिने ल थ्याङ्क यू ल भाइहरूले मलाई लाली गुराँस दिनुभयो हुन्छ जुन दिनु नि हजुर त्यो लाने ल ल थ्याङ्क यू म वहाँ गएर आएको नि के अरे त्यो इन्डिया बोर्डर माथि पुगेर आएको अहिले त म झापा फर्केको अनि ठ्याक्कै देखेँ कि तपाईँहरूलाई अनि म चाहिँ त्यहाँ गएको कि यहाँनिर सोधौँ जस्तो लाग्दै थियो अनि फेरि फर्केर आएको नि देखेर हस् थ्याङ्क यू म तपाईँहरूलाई अलिकति पैसा दिन्छु खाजा खानुहुन्छ ल कस्तो मजाको नि फेरि म त यहाँ बगान देखेको थिएँ अनि हो र ए ल तपाईँ सबैजना धन्यवाद धेरै धेरै यहाँ त मस्त लाली गुराँस फुलिरहेको छ त्यसलाई चाहिँ बुद्ध धाम भन्दो रहेछ बुद्ध धाम त्यो चाहिँ हाम्रो बुद्ध धाम एरिया भयो त्यो चाहिँ हाम्रो पशुपति एरिया नजिकै छ है ठुलो बुद्धको स्ट्याचु पनि देख्न सक्नुहुन्छ बुद्ध धाम पशुपतिनगर धाम श्री गौतम बुद्ध स्मृति प्रतिष्ठान सूर्योदय नगरपालिका 10 इलाम बौद्ध धाम भन्दो रहेछ पारिपट्टि चाहिँ पशुपतिनगरको एरिया भयो बोर्डर होइन यो चाहिँ कन्स्ट्रक्सन भइरहेको रहेछ है त यस्तो छ बुद्धको मूर्ति
त्यो पारिको नेपाल इन्डिया बोर्डर, वारीको इलाम जिल्ला र यहाँ अन्डर कन्स्ट्रक्सनमै रहेछ यो बुद्धको नयाँ एउटा पार्क, चिया गार्डन। गुड मर्निङ कन्यामलाई बिहानको मर्निङ भ्यू राम्रो छ, शान्त शान्त हिसाब। वो चल रहा है, बंद हो गया। चल रहा है, वो रेड लाइन ब्लिंक कर रहा है ना। हाँ, रेड वैसे ही जा रहा है। इसका मतलब सानो बजारहरू जस मजाकै सानो आनन्दको ठाउँहरू। ट्रिकल चाहिँ यो होइन, ट्रिकलको पसलहरू यस्तो छ होइन। ल है, यस्तो छ ट्रिकलको पसल चाहिँ। होटल इन्ट्री कन्याम है त, ठिक छ दाजु। के छ तपाईँको होटल नाम? होटल इन्ट्री कन्याम होइन? होटल इन्ट्री कन्याम। यहाँ तपाईँको अर्ग्यानिक खानाको साथै यहाँ तपाईँको भनौँ न तोङबा सुकुटी सायद लजिङ फुडिङको व्यवस्था भएको। कसैलाई कहीँ जानु पर्यो आउनु पर्यो कन्याम कन्याम आई लभ कन्याम लेखेकै बोर्डदेखि थोरै तलतिर अहिले नयाँ एउटा पिच रोड भएको छ, त्यसकै सामनेमा म हजुरहरूको इन्तजारमा जहिले पनि बसिरहेको छु। मेरो राम मोक्तान, होटल इन्ट्री कन्याम ०५६। जस हामीलाई कन्यामा आएर मेरो फोन नम्बर सहित 9808231102 मा सम्पर्क गरी आइदिनु हुन विनम्र अनुरोध गर्दछु। थ्याङ्क दाइ। ल पछि आउँदै गरौँ ल। ओके।